ओम हरि ओम श्री गणेशाय नमः। ओम नमो विघ्नराजाय सर्वसौख्यप्रदायिने दुष्टारिष्ट विनाशाय पराय परमात्मने। वरं वरेण्यं वरदं पुराणं सनातनं सर्वगतं समस्तं नतोऽस्मि भूयोऽपि नतोऽस्मि भूयो नतोऽस्मि भूयोऽपि नतोऽस्मि भूयो। सबैमा राधे राधे। अब यो श्रीमद् भागवत महापुराण अन्तर्गतको अन्तिम द्वादश स्कन्धलाई प्रस्तुत गर्दैछु। यसमा दुई भाग छन्। प्रथम भागमा कलिको प्रभावको व्याख्या, कल्की अवतार र हरिकीर्तनको महत्त्व, प्रलयका किसिमहरू, परीक्षितबाट भौतिक शरीर त्याग, पछि उनका छोरा जन्मेजयले गरेको सर्पयज्ञको व्यवहार र वेदको विभाजन र पुराणहरूको वर्णनलाई यसै भागमा मैले प्रस्तुत गर्ने जमर्को गरेको छु। यसैमा राजाले प्रश्न गर्नुहुन्छ सुखदेव स्वामीलाई। परीक्षित उवाच स्वधामानुगते कृष्णे यदुवंश विभूषिणे कस्य वंशो अभवत् पृथिव्यां यतता चक्षुषे मुने। अब यसलाई फेरि सुखदेवले उत्तर दिन लाग्नु भएको छ। श्री शुक उवाच तन्नाथास्ते जनपदात् तत्शिलाचारवादिन अन्योन्यतो राजविनश्च क्षयं यस्यन्ति पीडित। अब प्रश्न गर्नुहुन्छ राजाले सुखदेव स्वामीलाई 12औं स्कन्धमा। अब यो परीक्षित राजाको गमन भइसकेपछि अब यस पृथ्वीमा के कस्तो भयो त भन्दा राजा परीक्षितले प्रश्न गर्नुहुन्छ यदु शिरोमणि परमधाम गमनले दुखित बन्दै बन्दै प्रश्न गरे परीक्षितले राजवंश भयो के भन्दै। सुखदेवको आज्ञा भयो जरासन्ध वीरदत्त वंशमा 138 वर्ष शासन गर्ने राजवंश पुरञ्जन। शिशु नागवंशमा 10 राजाले 360 वर्ष राज गर्ने। चन्द्रगुप्त र दशमौर्य कान्वायनको वंश आउने। अन्ध अभिर गर्दवी कङ्ग अनि यवन पुष्कस गरुड भूत नन्द अनि बलिहका राजन। मगध राज्य परम्पराबाट राज्य खण्डित हुँदै हुँदै राजाबाट पीडा पाई जनताले शासन गर्दछन् आफै। धर्म छाडा मानिस बढेपछि हुँदै गई खती, राजा लोभी भएपछि जनताले गर्दछन् ओखती। हरि राजन। अब राजाले भन्नुहुन्छ, अब परीक्षित उवाच राजन समय सधैँ बलवान हुन्छ, कली जति बढ्दै जान्छ त्यति पाप बढ्छ। सत्य धर्म पवित्रता क्षमा दया माया व्रत स्मरण बल बुद्धिमा पार्छ उसले छाया। धनी व्यक्ति मात्र कलीमा पुरुषार्थी बन्ला, धर्म न्याय शासन सत्ता उसैले बेहोर्ला। विवाह व्रतबन्ध यज्ञ आदि कर्म गर्दा पनि रुचि इच्छाअनुसार बन्ला घरानियाहरू अनि। छलकपट बढ्ला लेनदेनमा विश्वासको सङ्कट, जनै लाउन छोडेर बाहुन होलान् सर्वभक्षक। हराउँदै जालान् आश्रमहरू जोगी भोगी बन्लान्, घुसको पोको भित्र हजुर न्यायाधीशहरू बिग्लान्। जसले बोल्छ कुरा काट्छ उही पण्डित बन्ला, खण्ड खण्ड भई धर्म चाहिँ चिरा चिरा होला। टाढाको तलाउ तीर्थ होला, नजिकको गण्डकी तीर्थ हुने छैनन् अहो त्रिवेणी र बागमती। अपमान होला माता पिताको पाहुनाको उस्तै, धर्माचार सत्यम वद पुग्ला म्युजियममा कतै। जुल्फी पाल्नु दारी बढाउनु धर्म भएर जाला, चोरी ढाँटी परिवार पाल्ने चतुरो होला। जनसङ्ख्या बढ्दै गई पृथ्वीलाई दोहन गर्दा अनेक जातका रोग बढ्लान् सही नसक्दो हुँदा। अतिवृष्टि अनावृष्टि खण्डवृष्टि बढ्लान्, हुँदा हुँदा मानिस पनि छोटा छोटा होलाइ जालान्। व्यथिति र विकृतिहरू बढ्दै बढ्दै गएपछि सम्बल गाउँ आर्य क्षेत्रको एक घरमा जन्मी। विष्णु यस नामका ब्राह्मणका घरमा देवदत्त नामले अवतरित भई घोडामा चढिकन उनै देवले आर्यावर्ती क्षेत्र हुँदै हुँदै संसार भ्रमण गरी संहार गरी दुष्कर्मको सत्यको उदय हुन्छ हरि। सम्बल ग्राम मुख्यैश्च ब्राह्मणैश्च महात्मन भवने विष्णु यशस कल्की प्रादुर्भविष्यति। बोलिए कल्की भगवान की जय। आफूलाई जित्न खोज्ने राजा महाराजाहरूदेखि सत्य कुरा भन्छन् पृथ्वी हाँस्दै पेट मिची मिची। यी मृत्युका खेलौना हो राजाले सबै जिते भनी, क्षणिकको आनन्द लिएका छन् अन्धा जस्तै बनी।
कालो घुमेको ससुरैमाथि नदेखेरै उनी आफू बिचै त काटमार गर्छन् जमिन मेरै बनी। तेरो होइन मेरो हो मैले यतिमा किनेको हो, मेरै वैभव मेरै सम्पत्ति मेरै आर्जनाको हो। तेरो होइन मेरो हो यो मैले यतिमा किनेको हो, मेरो वैभव मेरै सम्पत्ति मेरै आर्जनाको हो। जीवन पर्यन्त लागि पर्छन् केवल आफ्नै लागि, तिमीले देख्यौ पृथु पुनरवा नहुस भरतै। अर्जुन मान्दता सागर धुन्धुमार रावण, हिरण्याक्ष कशिपु दन्तवक्र अनि शिशुपालन। कंसबली प्रह्लाद जरासन्ध आदि कति वीर, कोही राम्रा कोही नराम्रा तर सिद्धिए आखिर। मूर्खले मात्र भन्दछन् आफू अजर अमर भन्ने, यिनीहरूको नाम लिएको मैले हो वैराग्य ताल दिने। राजा भन्छन् त्यसो भए स्वामी कलियुगी जन, मुक्ति कसरी प्राप्त गर्लान् दिनुहोस् अब ज्ञान। परीक्षित उवाच राजा भन्छन् त्यसो भए स्वामी कलियुगी जन, मुक्ति कसरी प्राप्त गर्लान् दिनुहोस् अब ज्ञान। सुकदेव उवाच हेर्नुहोस् राजा, सत्ययुगमा सत्य दया तप अभय थिए, चार पाउ धर्मले टेक्दा सबै सन्तोषी भए। मित्रभाव शान्त करुणा जितेन्द्रिय समदर्शी, कर्म गर्ने गराउने गर्थे त्यो बेला भए अनि मुक्ति। त्रेतायुगमा धर्मको त 3 पाउ भयो, वेदपाठ यज्ञ इत्यादि प्रेम भाव नै थियो। द्वापर युग प्रवेश गर्यो धर्मका 2 पाउ रहे, तैपनि प्रेम भाव माया बढ्दा मानिस खुसी खुसी थिए। कलियुग आएपछि मानिस वासनामा लिप्त, वास्ता छैन माता पिता न कोही इष्टमित्र। श्रीमती र श्रीमान भए पुग्यो धर्म खण्डित बन्यो, 1 पाउ मात्र बच्यो धर्म 3 पाउ सिद्धियो। तर पनि ईश्वरले प्रेम गरी कलियुगी जनलाई, हरि कीर्तन गर्न भने मुक्ति पाउन उसलाई। अब राजाले ब्रह्माण्डको सृष्टि प्रलय बारे सोध्नुभयो, शास्त्र ल्याई सुकदेवले जानकारी दिन थाल्नुभयो। अनवरत रूपमा रहन्छ राजा यो संसारको चक्र, सत्य त्रेता द्वापर कली आएपछि हुन्छ समाप्त। 1000 वर्ष बितेपछि ब्रह्माको 1 दिन हुन्छ, 1 कल्प हुन्छ सै बीच 14 मनुको जन्म हुन्छ। त्यही बेला ब्रह्माको 1 रात हुन्छ प्रलय आउँछ, यसैलाई नैमित्तिक प्रलय भनी नाम दिइन्छ। जब रात बिती दिन आउँछ ब्रह्माको राजन, नाभि कमलबाट फेरि उनी उत्पत्ति स्वयं हुन्छन्। एवं गतिले ब्रह्माको 100 वर्ष हुन्छ 2 अपरार्ध, यो आयु पुरा भएपछि प्रलय आउँछ प्राकृतिक। यसपछिका 100 वर्ष नष्ट हुन्छ सारा ब्रह्माण्डमा, अनावृष्टि भई भगवानका मुखबाट आगो बलि यहाँ। खरानी बनाई विश्वमा 100 वर्ष अतिवृष्टि हुन्छ, सूर्य चन्द्र तारा केही रहन्न केवल जल मात्रै रहन्छ। यो प्रलयमा स्वयं ब्रह्मा पनि हुनुपर्छ विलय, यस्तो प्रलयलाई शास्त्रले भनेको छ आत्यन्तिक प्रलय। अब हाम्रो नैमित्तिक प्रलय भयो, प्राकृतिक प्रलय भयो र आत्यन्तिक प्रलय भयो। अब चौथो प्रलय, अब गाग्रीमा पानीदेखि भिन्न छैन त्यस्तै माया पनि, ब्रह्मै हो जो देखिएको छ त्यो पनि ब्रह्मै अनि। सुनको विकार हुँदा गहनाले अनेक नाम पाउँछन्, तर ती गहना त सुनदेखि भिन्न हुन्नन्। त्यस्तै गरी जगत यो पनि भगवानको माया, भगवानबाट अलग छैन बुझ्नुपर्छ यो ज्ञान। त्यस्तै गरी जगत यो पनि भगवानको माया, भगवानबाट अलग छैन बुझ्नुपर्दछ यो ज्ञान। राजन अब भगवान किन देखिनुहुन्न त भनेर प्रश्न गर्नुहुन्छ राजाले, र राजनले उत्तर दिनुहुन्छ भगवान किन देखिँदैनन् भन्नुहोला राजनले, बादल सूर्यदेखि पैदा भएको छ बादल नफाटे। सूर्य त देखिँदैनन् त्यस्तै यो ब्रह्मको सृष्टि, नाश भइ गएपछि खुल्छ बल्ल दिव्य दृष्टि। नैमित्तिक प्राकृतिक आत्यन्तिक 3 प्रलय, चौथो प्रलयको नाम हो हेर्नु नित्य प्रलय। नित्य प्रलय त जन्मने मर्ने दिनानुदिनका घटना, हरेक क्षण हरेक पलहरू पुग्दछन् नि प्रलयमा। जस्तो हेर बत्तीमा तेल रहँदासम्म बल्दछ, सकिएपछि तेल निम्छ र त्यही प्रलय हुँदछ। केही घटना हुनु अनि सकिनु दिन रात, संयोग अनि वियोग पनि प्रलय हुने राजा त। राजा तपाईमा भगवानको प्रेम बढेको छ, लोभ मोह डर पीडा टाढा टाढा पुगेको छ। अब म मरुला भन्ने बुद्धिलाई त्याग गरिदिनु, संसारमा कोही मर्दैन सबै हो सर्ने हो भनी जानिलिनु। तपाईको यो देह पनि पहिले थिएन अहिले आयो, अब नष्ट हुँदै सक्दैन शरीर जान्छ अर्कोमा यो। बीजाङ्कुरबाट बीजको उत्पत्ति हुन्छ त्यसैबाट, अर्को देहमा सर्दै जान्छ अर्को रूपबाट।
सपनाको कुरा लागु हुन्न जस्तो शरीर काटिएको, बिहान उड्दा थाहा हुन्न सपनामा जलिएको। त्यस्तै यो शरीर मर्छ जान्छ पृथ्वीमा, आत्मा जहाँबाट आएको हो त्यही जान्छ उडिकन। ब्रह्मबाट प्राप्त यो आत्मा तत्त्वदेह नाशपछि, ब्रह्मैमा गई मिल्छ निशामा रहन्न त्यसपछि, निशाना रहन्न त्यसपछि। खाँटी कुरा भन्छु राजा यो सबै कल्पना हो, मनैले माया चलाएर संसार खेलाउने खेल हो। जस्तो बत्ती तेल रहिन्जेल बल्छ अनि निप्दछ, जीवात्मा कर्म वासना भएर मात्रै जन्म मृत्युमा पुग्दछ। दियो बत्ती निभेपछि तेजको चाहिँ नाश हुन्न, त्यस्तै संसार यो नाश भए पनि आत्मा चाहिँ नासिन्न। राजन वासुदेवको ध्यान गरी आत्माले मनन गर, तक्षकले रहन सक्ने छैन हुनेछौ परात्पर। परब्रह्म परमात्मादेखि मृत्यु पनि डराउँछ, अहम ब्रह्मास्मि यो बुझेपछि सबै सप्रिनेछ। जब तिमीले लगाउँछौ आत्मा परमात्मामा, तिमी र तक्षक नाग हुन्छौ दुवै एकै ठाउँमा। 7औं दिनसम्म मैले बताएँ शास्त्रका कुरा, अब के जान्न सुन्न चाहन्छौ भन्नुहोस् अझै राजा। यस्तो बाणी सुनेपछि राजाले आँसु झारी भन्न लागे शुकदेवका चरण कमलमा परी। परीक्षितोवाच हे करुणा निधान मम कृतार्थे भएँ, 7 दिन दिनुभयो मेरा उपर दया गरी, ठुलो ज्ञानोपदेश गर्नुभयो। भ्रम छैन तक्षकको अब आज्ञा शिरोपर गर्छु, ध्यान गरी भगवानको प्राण सुम्पन चाहन्छु। स्वीकार हो सुखदेवबाट राजाले नाता दाजुलाई, पूजा अर्चना गरी ढोग विधा बारी भई। जानुभयो बद्रिकाश्रम यमुना नदीका किनारमा, बस्नुभयो पूर्व टुप्पा गरी बिछाइएको कुशासनमा। ध्यान गर्दै गर्दै जाँदा राजा हजुर परीक्षितले तदाकार गर्नुभयो भगवानमा मौन रूपी व्रतले। ऋषिको श्राप परेको डसेर मार्ने भनी, तक्षक बाटामा आउँदै भेट भयो कश्यपसँग पनि। कुराकानी भयो दुई बीच को कता जान लागेको, कश्यप भन्छन् परीक्षितलाई बचाउन आएको। तक्षक नागले राजालाई डसी मार्ने भन्ने सुनि, बचाउन आएको छु म तान्त्रिक कश्यप मुनि। तक्षकले भन्छ हे कश्यप तिमीले हेर, मैले डसिसकेपछि बचाउने छैन कोही पिर। कश्यप भन्छन् तक्षक भए देखाउने थिएँ, धाक मात्रै किन लाउँथे छक्कै पार्ने थिएँ। छद्मवेशी तक्षकले भन्यो तक्षक मै त हुँ, मनै राजालाई मार्न हिँडेको सर्प हुँ। मैले यो पिपललाई डसी तागत तपाईँको हेर्छु, शक्ति भए बचाइदिनु फुर्ती मात्रै के गर्नु। भना भो दुवै बीच तक्षकले पिपल डस्यो, डस्ना साथै पिपल त खरानीको थुप्रो बन्यो। मृत सञ्जी मन्त्रद्वारा उपचार गर्दा गर्दा जस्ताको तस्तै पारे कश्यपले तक्षक चकित पर्दा। उसले भन्छ कश्यप हजुर ज्योतिष हुनुहुन्छ, भनिदिनु राजा परीक्षितको आयु कति बाँकी छ। कश्यपले भन्नुभयो अब केवल 2 घडी मात्र। तक्षकले भन्छन् कालगतिले मर्नेलाई बचाउँछौ त। कश्यप भन्छन् कालगतिले मर्नेलाई त बचाउन सक्दिन, अकाल गति परेकालाई मर्न चाहिँ दिँदिन्न। तक्षकलाई चिन्ता लागि हात जोडेर भन्छ, पिपलका बुटा नजिक गाग्रीमा कौडा पैसा गाडेको छ। इच्छा भए मुताबिक मणि र पैसा लिनुहोस्, राजासँग नगएर यही बाटै फिर्ता भइदिनुहोस्। धन दौलत लिएर ब्राह्मण कश्यप फर्के, तक्षक चाहिँ फलमा प्राण राखी राजासँग पुगे। छद्म रूप धारण गरेको केही जाने नसुनेको, एक ब्राह्मण आइदिएको छ फल सगुनको। आशीर्वाद लिन चाहे राजाले फल उचाली खेलाए, सुँग्न थाले राजाले फल सुँग्दै मनोहक भइ गए। हुँदा हुँदा त त्यही फलबाट तक्षक निस्किआयो, दैवको लेखा लहना राजालाई डसी मार्यो। राजाको प्राण त समाधिमा तदाकारै भएको, मृतप्राय शरीर बाँकी थियो त्यही पनि खरानी भयो। हाहाकार भयो त्यहाँ भएका देव ऋषि मनुष्यमा, अचम्म परे सबैजना राजा पुगे परमधाममा। हरि हे परीक्षित महाराज आज स्वर्ग गए बद्रीका धामबाट। ए बाहिर 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 देख्ने आँखालाई छेक्यो जालैले, जान्न भन्दा पनि लान्छ कालैले। हे परीक्षित महाराज आज स्वर्ग गए बद्रीका आश्रमबाट। ए तेरो मेरो भन्छन् सबै मेरो केही छैन, एक्लै आउनु एक्लै जानु लानु केही छैन।
परिचित महाराज आज स्वर्ग गए बद्रीका धामबाट रे। परिचितको यो घटनाले छोरा जन्मेन्जयले दुःख मानी यज्ञ गरे सर्प मार्ने उद्देश्यले। सबै सर्प भूमिएर सकिन चाहिँ थालेर तक्षक चाहिँ डराएर इन्द्रका शरण पर्यो हेर। जन्मेन्जयले भन्छन् सर्पमा अदम तक्षक सर्प किन आएन भनी उत्तर गर्दै भन्दछन् पुरोहित। तक्षक त इन्द्रसँग गएर टाँसिएरै बसेको छ, यज्ञमा होम्ने भए इन्द्रै सहित होम्नु पर्छ। जन्मेन्जयले आदेश दिँदै भन्छन् होम त्यसो भए इन्द्रै सहित होम भन्दा गुरु तत्काल आए। हाहाकार छ इन्द्रलोकमा बृहस्पतिले भन्छन् बाबु जन्मेन्जय यो त हुन्न रोक्न खोज्छन्। मरण योग्य छैन तक्षक अमृत खाएको छ, त्यसै माथि क्षमा माग्न यही माथि आएको छ। तिमी राजा परिचितका छोरा ज्ञानी आत्मा जान्ने, तिमी जस्ताले गर्नुहुन्न काम लोकले नपचाउने। तिखो बोली तिमी जस्ताले बदला लिनुहुन्न, 2 दिनको जीवन छेडी कह्यो बिर्सनुहुन्न। भगवान त अनन्त छन् हर्ने मार्ने र गर्ने, उनी मात्र एकै हुन्थे हामी त निमित्त मात्रै हुने। शान्त भयो रिस होम्न ल्याएका इन्द्र तक्षक, अग्निकुण्ड केही माथिबाट सबल भएर बस्न त। व्यास महाभागले द्वापरको अन्त्यतिर ऋषि मुनि लोकपालको प्रेरणा पाए आखिर। एक वेदलाई भाग लगाएर बनाई 4 वेद, ऋग यजुर साम अनि अथर्वको वेद। आफ्ना शिष्यहरू बन्न पहिलो वैषम पाएन जैमिनी, क्रमशः ऋग यजुर साम अथर्वको ज्ञान दिए अनि। सुमन्त कर्णबन्ध वेद दर्शशौलकाई शालकाइनी, ब्रह्मावली मेदोष पिप्रणानी सुनक अनि। बब्रु र शैदबाल्यन यी 10 आचार्य, अथर्ववेदका अनुयायी ज्ञानी बने प्राचार्य। अरू ऋग यजुर साम वेदका पनि शिष्यहरू बढ्दै गए व्यास महाराजका अनि। तिनै मध्येका त्रयारूपी कश्यप सावरणी, अकृत बरु वैषम पाएन हारित ठुला बने ज्ञानी। व्यासले पढाउनु भयो 101 संहिता रोमहर्षलाई, त्यसै बेला मौका मिल्यो पढ्ने सुतभागलाई। सबै विद्वानले निर्णय गरे बनाए पुराणका लक्षण, सर्ग विसर्ग वृत्ति रक्षा मन्वन्तरको वंशन। वंशानुचरित संस्था प्रलय हेतु उतिराशय, यिनै 10 लक्षणमा आधारित हुने भए पुराणय। सृष्टि भयो विश्वसर्ग, स्थावर जङ्गम भयो विसर्ग, भूतहरू वृत्ति भए कि भगवानका लीला चाहिँ रक्ष। वंश मन्वन्तर अवतार अंश रहन गए प्रलय, आत्मा परमात्मा हेतु उतिर आश्रय। वेद व्यासबाट रचना भएका पुराण भए 18, वर्म पद्म विष्णु शिवलिङ्ग गरुड र नारद। भागवत अग्नि स्कन्द भविष्य वैभव रतक, मार्कण्डीय वामन 12 वर्ष कुर्म र ब्रह्माण्ड। नैमिषारण्यमा शौनकादिले सुतलाई भन्नुभएको, मृगण्डुका पुत्र मार्कण्डेय चिरञ्जीवीको विषयको। मार्कण्डेय त्यसै कल्पमा हाम्रै कुलमा जन्मेका हुन्, प्रलय पनि भएको छैन कसरी अझै उनी हुन्छन्। अब मार्कण्डेय ऋषिको अमरको कुरा आउँदैछ। नैमिषारण्यमा शौनकादिले सुतलाई भन्नुभयो, मृगण्डुका पुत्र मार्कण्डेय चिरञ्जीवी विषयको। मार्कण्डेय त्यसै कल्पमा हाम्रै कुलमा जन्मेका हुन्, प्रलय पनि भएको छैन कसरी अझै उनी हुन्छन्। जुन बेला सबै नाश हुन्छ त्यही बेला जगतमा औ, कसरी उनी बाँचिरहन्छन् होला जान्ने इच्छा तिम्रो हाम्रो। सुखदेवको आज्ञा हुन्छ जन्मेपछि मार्कण्डेय कुमार, केही बढी हुर्की गए गुरुकुलको घरबार। शास्त्र पढी ज्ञान पाई पारङ्गतै बनी, फर्किँदा त उनी बल्ल पुगे नैष्ठिक ब्रह्मज्ञानी बनी। जनै मेखला पहेँला वस्त्र मृग चर्म यस्तै, कमण्डलु लट्ठी बोकी पूजा कर्म यज्ञ गर्दै गर्दै। इन्द्रिय वश पारी महायोग गरी हिँड्दा भगवान हृदयमा आउनुभयो पाले झैँ भएर खडा। 6 मन्वन्तर बिति गए 7औं मन्वन्तर आउँदा, इन्द्रले थाहा पाई तप भङ्ग गराउन लाग्दा। गन्धर्व अप्सरा वसन्त ऋतु कामदेव उतारिकन, आज्ञा दिए जाऊ अब मार्कण्डेयलाई फसाउन। हिमाल फेदी पुष्पभद्रा नदी चित्रशिला आश्रममा, गए उनीहरू जहाँ मार्कण्डेय थिए साधनामा। नाच गान बजान वसन्त ऋतुले शोभायमान, मन्द मन्द हावा आँकुरा मनले दिव्यमान। मन्द मन्द हावा आँकुरा मुनाले दिव्यमान। उत्तेजित भए कामदेवले उपद्रो मचाउँदा पनि, विचलित छैनन् ऋषि व्यस्त छन् हावामै उनी।
त्यसै बेला हावा लागि अप्सराको साडी उडाउँदा मार्कण्डेयले देखे दृश्य कामदेवले बसमा पारे भन्दा ताकेर नै बाण हाने ऋषिलाई हेरेका हेरे भए मार्कण्डेयको तेजले जलाउन लाग्यो भागेरै गए दौडदै गई अमरावतीमा खबर यो पुर्याउँदा इन्द्र पनि थरथर कापे डराए पानी बरा मार्कण्डेयको यति चल्ती हल्ली भयो अब चमत्कार हेर्न लागि स्वयं नरनारायण आए तब मेरा प्रभु भनी मार्कण्डेयले स्वागत सत्कार गरी षोडशोपचारले पूजा गरे शरण परी स्तुति गर्दै भन्छन् त्यही ऋषि मार्कण्डेयले माकुराले जसरी गरी जाल फला फैलाई प्रभुले अन्त्यमा जाल निली आफैमा लिन गराउने यस्ता कालका कालपरुलाई कोही छैनन् चिन्ने असार यो संसारबाट मलाई पार लगाइदिनु आफै भित्र लिन गराई मुक्ति दान दिनु छिनाइदेऊ मायाको डोरी लाउन प्रभु बचाइदेऊ हरि हरि ओम श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव।